मलाई धरान मनपर्ने धेरै रिजन मध्येमा यो पनि एउटा पर्दछ। रत्नचोकको खुट्टी हाउस भन्ने बित्तिकै कसलाई चाहिँ थाहा छैन होला, जसलाई चाहिँ आजकल धेरैले व्हाइट हाउस पनि भन्नु हुँदो रहेछ। धरानहरूको धेरै खाने ठाउँ मध्येमा यहाँ वान अफ माई फेभरेट हो। सो धरान आँकलाई प्राय छुटाउँदिनँ यहाँ चाहिँ नि खानेकुरादेखि लिएर ठाउँहरू सबै राम्रो छ क्या। यहाँ आन्टीलाई हामीले सानैदेखि चिनेको नि त, अनि यहाँ होटलमा जे बनाउनुहुन्छ नि त्यो बाहेक पनि उहाँले कस्तो मिठो बनाउनुहुन्छ क्या अरू। आज चाहिँ हामी गएको थियौँ अनि त्यहाँनिर आन्टीले म त्यहाँनिर मिठो पाउँछ किमा नुडल्स अर्डर गरिदिन्छु है भनेर भन्नुभएको थियो। यो किमा नुडल्स कहाँको हो थाहा छैन, तर एकदम मिठो थियो। किमा नुडल्स खायौँ ओऱ्यौँ एकछिन बस्यौँ, अनि त्यस पछाडि यहाँ आएको बेला खुट्टी नखाइ जाने त कुरै भएन। झन् मोमो त छुट्याउनै भएन है, मोमो चाउमिन थुक्पा सबै खायौँ हामीले। यहाँ आन्टीकोमा खानेकुरा मिठो त छँदैछ है, अनि उहाँको प्लान्ट कलेक्सनको त कुरै नगरौँ, यति भेराइटी छ हामीले कहिले नदेखेको प्लान्टहरू पनि छ क्या यहाँ। अनि मैले सुरुमा धरान मन पर्नुमा यो पनि एउटा रिजन हो किन भनेको भने नि यहाँ धरानमा नि मिठो मोमो कहाँ पाउँछ भने कतिवटा ठाउँ छ क्या, लाइक प्राय सबै ठाउँको मिठो हुन्छ। किनभने नि यहाँ धरानमा मोमो बनाउँदाखेरि मोमो मसला नलगै बनाउनुहुन्छ नि त। अनि मलाई चाउमिनमा सागहरू लाएको मनपर्छ नि त, जुन चाहिँ अरू ठाउँ त्यति पाउँदैन। त्यही भएर मलाई धरान मन पर्नु धेरै एउटा रिजनमा यो पनि एउटा रिजन हो।